हेलो फ्रेन्ड्स, वेलकम ब्याक एगेन अन माई च्यानल श्री सुमन। तपाईँहरू हेर्दै हुन्छ मेरो युट्युब च्यानल सिभिल इन्जिनियर पूर्वली र तपाईँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। र ढिलो नगरिकन हामी आजको भिडियोतर्फ लागौँ है त। आजको भिडियो भनेको सम बेसिक क्वेसन्स भनेको छ। त्यसमा चाहिँ यो बेसिक क्वेसन चाहिँ के हो त, हाम्रो चाहिँ भन्दाखेरि पहिलेको कन्सेप्टको लागि है त, कन्सेप्ट जेनेरेसन गर्नुको लागि हो। र यहाँ पनि क्वेसनहरू इक्जाममा सोधेको क्वेसनहरू पनि छन् है त मसँग है। यस्तो क्वेसनहरू जति आयो भने तपाईँले गर्न सक्नुहुन्छ। जसमा हामीले अगाडि फर्मुला पढेको थियौँ अनि रुल पढेको थियौँ, सम रुल र कन्स्टेन्ट रुल है। त्यो रुल अनुसार हामीले यसमा क्वेसन गर्छौँ। जसमा हेर्न सक्नुहुन्छ फर्स्ट नम्बरको क्वेसन छ, ए नम्बरको क्वेसनमा है त के छ त, इन्टिग्रेसन 5x⁴ को इन्टिग्रेसन छ। यसलाई सोल्युसन गरिदिउँ भने डाइरेक्ट सोल्युसन गर्ने, हामी यसको ल्याङ्ग्वेज केही लेख्नु पर्दैन, सोल्युसन गरिदिउँ। यहाँको यो 5 कन्स्ट्यान्ट नम्बर छ नि, यो भनेको भेरिएबल छ, त्यसमा पावर छ है त। पावर रुल चाहिँ हुन्छ, पावरमा हाम्रो इन्टिग्रेसन गर्दाखेरि पावर जोडिने अनि डेरिभेटिभ गर्दा पावर घट्ने भन्छ नि त। अब यो 5 भनेको कन्स्ट्यान्ट हो, 5लाई बाहिर लेख्नु पाइन्छ हामीले, पाइन्छ होइन। अनि त्यसपछि x⁴ dx गर्दाखेरि 5 को 5 है। अनि x को पावरमा 1 जोडिने भएछ नि त, इन्टिग्रेसन गर्दा पावरमा 1 घट्यो, पावर पनि अगाडि आएर, तर यसमा चाहिँ पावर अगाडि आएर ती मात्रै बस्छ। अनि x को पावरमा 6 मा 1 जोड्यो, अनि जुन पावर छ अगाडि आउने छ तलै जान्छ। अघि मल्टिप्लाई हुन्थ्यो भने अझै डिभाइडमा छ। हामीले के भनेको छौँ के त, डेरिभेटिभ इन्टिग्रेसन भनेको डेरिभेटिभको इन्भर्स प्रोसेस भनेको। इन्टिग्रेसनमा पावरमा 1 डेरिभेटिभमा पावरमा 1 घटेर अगाडि मल्टिप्लाई हुन्थ्यो भने अब यसमा चाहिँ के त, पावर त्यसको उल्टो भएपछि पावरमा 1 जोड्नु पऱ्यो। अनि मल्टिप्लाईको डेरिभेटिभ के त, इन्भर्स भनेको डिभाइड, त्यही भएर डिभाइडमा जानु पऱ्यो, 1 जोडेर नि 6 + 1। अनि मैले कन्स्ट्यान्ट टर्म सी थपिन्छ भनेको छु मैले हो। भनेपछि यो गरिदिउँ, 5x⁴ 6 मा 1 जोड्यो 7/7 + c। सिम्पल, हेर्नु त कति सिम्पल रहेछ। गऱ्यो नि, पावर 1 जोडिने अनि जुन पावर जोड्यो तर डिभाइडमा जाने, यति हो डेरिभेसन। कन्स्ट्यान्ट टर्म सी थपिदिने, सजिलो छ नि। हेर्नु त हेरी, यो कन्स्ट्यान्ट टर्म सी यो 5 को अगाडि आइहाल्यो 5 नै। अनि हाम्रो x⁴ को इन्टिग्रेसन भयो। x⁴ को इन्टिग्रेसन भनेको पावर जति पनि पावर छ पावरमा 1 जोड्ने अनि डिभाइड नै त्यसले नै गर्ने, जुन पावर छ त्यसले नै। हाम्रो इन्टिग्रेसन भने यसको गरी 6x को डेरिभेटिभ गर्दाखेरि के हुन्थ्यो, हाम्रो यो 5 अनि 6 अगाडि आउँथ्यो अनि x को पावरमा 1 घट्यो होइन, 5 4 हुन्थ्यो, यसरी हुन्थ्यो। यो यसको अब घट्नुको उल्टो जोड्नु अनि मल्टिप्लाईको उल्टो डिभाइड गर्नु हो नि, त्यही भएर डिभाइड गरियो है। यसरी आउँछ, यो तल्लो एन्सर हो है त। सिम्पल केही छैन, सिम्पल क्वेसनहरू हामी गर्छौँ, इक्जाममा सोधेको पनि सिम्पल पनि छ है त। अनि हार्ड क्वेसनमा पनि गइहाल्छौँ हामी। अब बी नम्बरमा अर्को क्वेसन छ, सोल्युसनमा हेरौँ हामीले है त। सोल्युसन गरौँ, ब्राकेटमा दिएको छ इन्टिग्रेसन 3 - 4x⁴ अघि हामीले भर्खरै भन्थ्यौँ नि, पावर रुल लाउनुको लागि पावर रुलमा चाहिँ एउटा जोड्ने। अब यसको सोल्युसन गर्दाखेरि के भयो त, यो पावर रुल 3 - 4x⁵ dx। अब यसको सोल्युसन के हुने हो त, 3 - 4x⁵ मा 1 जोड्ने हो नि त, पावर रुल लाउँदाखेरि 1 जोड्ने। अनि तलतिर भनेको हामीले के भन्थ्यौँ, यही टर्म लिने भनेको। पावर रुल लाउँदाखेरि अघि भर्खरै पावर रुलको फर्मुला पढेको थियो 1। अनि जुन चाहिँ एक्ससँग भएको टर्म छ त्यसले चाहिँ यसरी 2 या 2 भन्दा बढी टर्म आयो, साइनको कसको जे आयो, जुन एक्ससँग मल्टिप्लाई भएको टर्म छ त्यो टर्मले चाहिँ फेरि मल्टिप्लाई हुन्छ। यो 4 छ -4 मल्टिप्लाई गरेँ, यति भएपछि के हो त, यो 3 - 4x⁴ यो भनेको कति भयो, 6 6 चौको 24 होइन, -24 प्लस कन्स्ट्यान्ट टर्म सी थपिदिएकै रहेछ, यहाँ सी थप्नु पऱ्यो नि त हो। हामीले यो कसरी, तपाईँले बुझ्नु, यो फर्मुला अनुसार हेर्नु त कसरी डिभाइड भयो भन्दाखेरि अघि हामीले फर्मुला अगाडिको भिडियोमा हामीले फर्मुला पढेको थियौँ। जस्तै यहाँनिर हेर्नु त, यसमै के छ हाम्रो क्वेसन भनेको, पहिले फङ्सन भनेको यति थियो नि त, ax + b को पावर n थियो। n मा यसको डेरिभेटिभ गर्दाखेरि यसको रुल लाउँदाखेरि हामीले के त 1 थपेको, त्यो 1 थपेको चाहिँ तलतिर पनि n+1 अनि इन्टु 1 ले हुन्थ्यो भने यतापट्टि यो क्वेसन हेरिदिउँ डेरिभेटिभमा ax + c। क्वेसन हाम्रो भनेको के थियो, यति क्वेसन हो नि त, ax + b को पावर n dx। अब के गर्दा ax + x को पावरमा यसको फर्मुला गर्नु लागि n मा 1 जोडियो, 1 + n, अनि 1 प्लस तल n पनि त्यो डिभाइडै गर्नु पऱ्यो। अनि जुन एक्ससँग मल्टिप्लाई भएको छ त्यो टर्मले चाहिँ मल्टिप्लाई गर्ने, त्यही त नि हाम्रो मल्टिप्लाई गर्ने सबै टर्ममा होइन। यसमा पनि त्यो यो क्वेसनमा पनि हेर्दै एक्समा लग लाग्यो, अनि यो यससँग जुन एक्ससँग मल्टिप्लाई भएको टर्म छ कोफिसिएन्ट त्यसले मल्टिप्लाई गरेको त हो। सिम्पल यसरी सिम्पल छ है त। फर्मुला अनुसार हामीले गरिरहेको छौँ। यो फर्मुला कुनै पनि भुल्नु भएन कि, फर्मुला भुल्ने बित्तिकै बिर्सिहाल्छ। त्यसरी आयो, अनि जोड्दाखेरि 6 6 चौको 24 मा 24 भयो, सिम्पल। अब यो क्वेसन हेरौँ, तपाईँहरूले यो क्वेसनलाई हेर्न सक्नुहुन्छ है त। सोल्युसन गरेँ मैले,
यहाँ त यो र यो दुईवटा टर्म छ नि त, दुईवटा टर्म भएपछि के त सम रुल लागिरहेको छ होइन अघिको फङ्सन, यो फङ्सन र दोस्रो फङ्सन भनेपछि यसलाई सममा दुईवटा छुट्याउनु पाइँदैन अघि एक्स डिएक्स प्लस अनि के त 1/x डिएक्स। अब एक्सको डेरिभेटिभ इन्टिग्रेसन गर्नु भनेको पावरमा यसको पावरमा 1 जोड्छ, जोडिदिनु हो नि त पावरमा 1 भने चाहिँ 1 छ भने नि 1 मा 1 जोडियो 2 अनि सेम तल पनि 1 मा 1 जोडियो लेख्नु पऱ्यो प्लस 1/x भनेको त हाम्रो लग एक्सको डेरिभेटिभ 1/x हो नि त, लग एक्सको डेरिभेटिभ 1/x हुन्छ भने यसको इन्टिग्रेसन भनेको के हुन्छ त 1/x को इन्टिग्रेसन भनेको लग एक्स हो, लग एक्स प्लस सी। अब यतापट्टिको टर्म के भयो त x²/2 प्लस लग एक्स प्लस सी। यति नै एन्सर, सिम्पल हेर्नु त केही रहेन, सिम्पल क्वेसन हो कि लास्ट अति नै सिम्पल क्वेसन छ। जब के छ त्यो जान्नु पर्यो तपाईँले, यहाँ चाहिँ दुईवटा सेपरेट गर्न सकिन्थ्यो, सम रुलमा थियो सम गर्यो, एक्सको डेरिभेटिभ यसको एक्सको पावर 1 छ 1 मा 1 जोडियो 2 अनि डिभाइड जुन पावर जोडिन्छ त्यही पावरले डिभाइड गर्ने तल सेम अनि 1/x को डेरिभेटिभ हामीलाई डाइरेक्ट थाहा भएको नि त 1/x को एक्सको डेरिभेटिभ भनेको 1/x हुन्थ्यो अनि 1/x भनेको इन्टिग्रेसनमा क्वेसन हुन्छ, क्वेसनको 1/x को डेरिभेटिभ भनेको लग एक्स, त्यही त हो नि, सिम्पल होइन, हामीले फर्मुला अनुसार एप्लाई गरियो हो। अब यतापट्टि अर्को क्वेसन छ, अर्को क्वेसनलाई हेरौँ के छ त भने यहाँ पनि हेर्नु त यी डेरिभेटिभ x² प्लस इन्टिग्रेसन x² प्लस 5x प्लस 2 dx होइन सबै सममा छ नि, सबलाई छुट्याइदिउँ यता सोल्युसन गर्दा, सोल्युसनमा सबलाई छुट्याइदिउँ x² dx यसले यो ब्राकेट भएपछि सबलाई मल्टिप्लाई गर्छ नि त प्लस 5x प्लस इन्टिग्रेसन 2x यहाँ dx छुटेछ dx भनेपछि अब के भयो त भन्दाखेरि यो x² डेरिभेटिभ पावर जोडेपछि 2 प्लस 1 अनि ततिर पनि 2 प्लस 1 प्लस यहाँ 5 भनेको त कन्स्ट्यान्ट टर्म हो नि त 5 त अगाडि आइहाल्यो इन्टु यसको डेरिभेटिभ एक्सको डेरिभेटिभ भनेको एक्सको पावरमा 1 छ 1 मा 1 जोड्यो भने 2 हो अनि 1 मा 1 जोडियो। अब यहाँ भनेको 2 कन्स्ट्यान्ट टर्म छ अनि केही छैन भने अघि 1 को डेरिभेटिभ भनेको एक्स हुन्थ्यो नि त, त्यही भएर केही छैन भने एक्स अनि प्लस कन्स्ट्यान्टको डेरिभेटिभ एक्स हुन्छ, यो अघि मैले भनेको थिएँ अगाडिको भिडियोमा है त, यो भनेको x³ अनि 3 प्लस 5x²/2 प्लस 2x प्लस सी। सिम्पल, कन्स्ट्यान्ट टर्मको डेरिभेटिभ एक्स हुन्छ, तपाईँले याद गर्नु होला है, 2 थियो नि 2 × x भयो अनि 5 को सबै अर्थ सेम टु सेम छ, सजिलै सिम्पली गऱ्यो, सजिलै केही छैन, सिम्पल सोल्युसन छ, त्यस्तो हार्ड क्वेसन छैन है, एकदम इजी क्वेसनहरू गरिरहेको छु मैले कन्सेप्टको लागि। अनि हामीसँग अर्को क्वेसन छ तपाईँले देखिराख्नुपर्छ होइन, अब स्क्वायर रुटवाला क्वेसन कसरी गर्ने त भनेको स्क्वायर रुट भनेको हेर्नु त स्क्वायर रुट भनेको 1/x थियो भने यसलाई के लेखिन्छ त एक्सको पावर 1/2 लेखिन्छ, यहाँ जति छ नि त्यो चाहिँ तल जान्छ, यहाँ 2 भयो भने तल 2 आयो, केही छैन भने 2 यहाँ 3 छ भने 2 नै अनि यो पावरमा जति छ त्यो चाहिँ माथि जाने हो, तपाईँले त्यो बुझ्नु होला है त। अब यसलाई हामीले त्यस्तो लेख्दाखेरि कसरी लेख्न सकिन्छ त है, अब यो टर्ममा भनेको यसलाई कसरी लेख्न सकिन्छ यसरी रुटको पावर यहाँ 4 छ एक्सको पावर 3 छ भनेपछि अब यसलाई कसरी लेख्न सक्छ, यसलाई भनेको dx यसलाई यसरी लेख्न सक्छ, हेर्नु त यहाँ भनेको यो डाडुमा भएको चाहिँ तल झर्ने भन्छ नि त एक्सको पावर 3 यसरी 4 लेख्न सकिन्छ, यो पावरमा भएको चाहिँ पावरमै बस्यो अनि 3/4 यसरी आउँछ, किनभने यहाँ 1 थियो नि त 1 इन्टु यहाँ 1 थियो 1 × 3 गरेर यो गरेर यसरी कसरी बुझ्नु भएन जस्तो तपाईँहरूले, यो भनेको x³ अनि 1/4 भयो नि त यसरी हो, अनि माथिको कुरा भयो एक्सको पावर 3/4 यसरी योसँग मल्टिप्लाई गरेर यसरी भएको के, त्यो यो लेख्न सक्छ, यसलाई dx को डेरिभेटिभमा गरियो। अब एक्सको पावर 3/4 छ, यसको इन्टिग्रेसन गर्नु पऱ्यो, एक्सको पावर 3/4 भनेको 1 जोडिने हो नि त हाम्रो पावर इन्टिग्रेसन गर्दाखेरि एक्सको पावर 3/4 प्लस 1 प्लस सी। अब यस बाई यहाँ बाई पनि त्यही लेख्नु पर्यो नि 3/4 प्लस 1 हो। अब लसल हेऱ्यौँ नि त यो दुईटाको लस भन्नु 4, यसलाई 4 बनाउनु पऱ्यो नि त, होलको मुनि यहाँ मुनि 4 भयो प्लस त्यो 3 मा 4 जोडे 7 होइन 7/एक्सको 7 हुँदो रहेछ अनि एक्सको पावर कति हुन्छ 7/4 अब यो फोरलाई माथि लगिदिउँ नभए यसरी 4/7 यसरी एन्सर आउँदो रहेछ। अब यसलाई अलिकति मिलाएर लेखिदिउँ भने अनि प्लस सी पनि छ नि त हाम्रो त, अब यो 4 चाहिँ माथि उल्टेर माथि जान्छ नि त, एक्सको पावर 7/4
7 प्लस सी यति चाहिँ हाम्रो एन्सर। यो तल भएकोलाई उल्टा र माथि लगेको है। अनि दुईटामा लसलीको जसरी लसलीको बुझ्नु भएन भने तपाईँले कहाँ गरेर देखाइदिउँ भने त यहाँ हामीसँग के थियो लस भनेको 3/4 प्लस 1 थियो। 1 को मुनि त 1 लेख्न सकिन्छ नि यसरी। अहिले दुईटाको लस भनेको हाम्रो के हुन्छ त इक्वल टु लेखिदिउँ। दुईटाको लस भनेको 4 नै दुईटा भनेको लस भनेको दुईटा पोइन्ट जहाँ चाहिँ सबैभन्दा पहिले भेटेको छ त्यो टर्मलाई चाहिँ हामीले लस भन्छ है त। लस 4 भयो। अनि त्यसरी यसलाई 4 बनाउनको लागि त के त यसमा 4 अलरेडी रहेछ माथि यसको 3 × 1 भयो। यसलाई 4 बनाउनको लागि अनि यसलाई 4 बनाउनको लागि त के हुन्छ त 1 × 4 गर्नुपर्छ नि त। अब 4 × 4 3 × 3 भनेपछि कति भयो त 3 + 4/4 हो। 3 मा 4 जोड्यो कति 7 7/4 यो हो नि त होइन 7/4 त्यही भएर यति लेखेको। अब तल भएकोलाई उल्टाएर हामीले यो माथि लान सकिन्छ भने माथि लगेर यसरी बनाएको यति एन्सर आयो। सिम्पल है त एकदम इजी क्वेसन थियो है त। अब सानो केटाकेटी भाइले भन्दा जस्तै इजी पिजी नै थियो है त क्वेसनहरू भनेपछि। अब यहाँ हेर्नु त दुईवटा छ यहाँ पनि छ यहाँ पनि दुईवटा फङ्सन छ। यो एफएक्स भन्यो यो जिएक्स भन्यो दुईवटा भयो भने के हो त यहाँनिर सम रुल एप्लाई भयो है। हामी डाइरेक्ट सम रुलमा गइदिइहालौँ सेपरेसन गरिदिइहाल्यौँ है त। भनेको e⁴x dx प्लस sin 5x dx। अब हामीले के भन्छ e⁴x को डेरिभेटिभ e⁴x नै हुन्थ्यो होइन। अब जे टर्मले एक्ससँग मल्टिप्लाई गर्छ त्यसले नै तल डिभाइड गर्ने त्यही त हो नि हाम्रो होइन। भनेपछि e⁴x यहाँ 4 ले डिभाइड गरेर जेसँग मल्टिप्लाई गर्छ त्यसले प्लस। अब sin x को डेरिभेटिभ भनेको हाम्रो इन्टिग्रेसन भनेको के थियो हाम्रो -cos x थियो होइन। के थियो हेर्नु तपाईँले फर्मुला हेर्न सक्नुहुन्छ है। फर्मुला तपाईँहरूलाई फर्मुला देख्नुहुन्छ कहाँ छ sin x को यहाँ sin x को भनेको cos x थियो। अब sin x को मात्रै हुन्छ -cos x हुन्छ इन्टिग्रेसन होइन। अब हामीसँग यहाँनिर sin x को छ भने के हो त -cos यहाँ 5x छ नि त 5x नै हुने भयो बाई x मा के 5 ले मल्टिप्लाई गर्छ त्यही भएर 5 ले मल्टिप्लाई गर्नु पर्यो नि बाई c यति लेख्नु पर्यो। x सँग जेले मल्टिप्लाई भएको छ त्यो टर्मले मल्टिप्लाई हुन्छ है। यसलाई तलतिर लेखिदिउँ हामीले अब मिलाएर e⁴x/4 माइनस प्लस माइनस cos 5x/5 प्लस c यति चाहिँ हाम्रो फाइनल एन्सर चाहिँ यति आउँदो रहेछ। एक्ससँग जे टर्मले मल्टिप्लाई भयो त्यो टर्मले डिभाइड गर्नु छ है हाम्रो सधैँ। त्यो यहाँ पनि सँग 4 मल्टिप्लाई भयो त्यही भएर डिभाइड गरेँ सबै त्यही सिम्पल। यो सिम्पल क्वेसनहरूको जेनेरेसन मात्रै बुझिरहेको छु मैले होइन त। क्वेसनमा सम बेसिक क्वेसन भन्छ नि त त्यही भएर बेसिक मात्रै गरिरहेको छु अहिले चाहिँ। अब यहाँ हेर्नु cos 3x - 5 छ नि त। अब यस्तो क्वेसनहरू तपाईँ च्याप्टरमा पनि जति छ जति पनि प्र्याक्टिस गर्न सक्नुहुन्छ है त जति पनि क्वेसनहरू छ। अब यही cos x को डेरिभेटिभ भनेको के त -sin x हुन्थ्यो। अनि cos x को इन्टिग्रेसन भनेको sin x उल्टो त हो नि होइन। यो भनेको डाइरेक्ट यसलाई सोल्युसन भनेर लेखिदिउँ। अब इन्टिग्रेसन cos 3x - 5 dx। अब cos x को इन्टिग्रेसन के हुन्छ अरे sin x हो नि होइन। sin x को चाहिँ -cos x हुन्थ्यो त्यो प्लसै हुन्छ के हो त sin x को ठाउँमा हामीसँग कति टर्म छ यो छ नि x भनेको यसको एङ्गल भनेको 3x - 5 प्लस c। अब x सँग केले मल्टिप्लाई भएको छ 3 ले भनेपछि के त 3 ले डिभाइड हुने भयो। यो त सिम्पल एन्सर यति नै। अब यहाँ प्लस भयो प्लस माइनस भयो यस्तो क्वेसन जति पनि sin x को cos x को क्वेसनहरू अरू क्वेसनहरू सबै बुकमा जति पनि छ अहिले मैले जुन गरिरहेको छु नि सबै क्वेसनहरू बुकमा एक्सर्साइजहरूमा जति पनि छ तपाईँले सम्पूर्ण प्र्याक्टिस गर्नु होला। कुनै आएन भने मलाई भन्नु होला है त कमेन्ट गर्नु होला नि भिडियो कस्तो लागेको छ त्यो पनि भन्नु होला है त। मैले दुई चारवटा क्वेसनहरू मात्रै गरिरहेको छु जुन चाहिँ तपाईँहरूको कन्सेप्टको लागि है त। स्क्वायरवाला पनि गरिदिएँ यस्तो दुईवटा e⁴x वाला पनि sin x ट्रिगोनोमेट्री जोडिएको पनि सबै गरिदिरहेको छु। अब यहाँ अर्को क्वेसन छ है त आई नम्बरमा अर्को क्वेसन छ यसलाई पनि सोल्युसन भनेर मैले लेखिदिएँ है e⁴ax प्लस e⁻−bx। यहाँ त यो fx यो gx दुईवटा फङ्सन छ। दुईवटा फङ्सन छ भने के त दुईवटालाई सेपरेसन गर्नु पऱ्यो। म चाहिँ के गरिदिएँ त मैले e⁴ax dx भन्ने एउटा मैले प्लस साइन छ नि त बिचमा प्लस साइनै लेख्नु पऱ्यो e⁻−bx dx गरियो। अब e⁴x को डेरिभेटिभ भनेको e⁴x नै हुन्छ।
अब सेम भनेको e को पावर x को डेरिभेटिभ e को पावर x अनि ax को डेरिभेटिभ पनि ax नै हुन्छ तर के त x सँग a ले मल्टिप्लाई गरेको छ भनेपछि के त डिभाइड हुने भयो प्लस e को पावर के छ हामीसँग माइनस bx छ नि त अब bx छ भने e को पावर x को डेरिभेटिभ माइनस b ले मल्टिप्लाई गर्यो अब के लेख्ने मिलाएर लेख्नु पर्यो भने अनि कन्स्टेन्ट टर्म c e को पावर ax बाई a यो माइनस यहाँ लेख्न सकिन्छ हामीले माइनस e को पावर bx बाई b प्लस c यति नै सिम्पल त e को पावर x bx अब यहाँ sin x e को पावर cos x भयो भने तलतिर जे आएको छ x सँग आएको त्यही टर्मले हामीले मल्टिप्लाई गर्छ सिम्पल 5 3 6 जे आए पनि हामी त्यही टर्मले मल्टिप्लाई गरेपछि सकिहाल्छ एकदम सिम्पल क्वेसनहरु हो नि त यो त यस्तो गाह्रो क्वेसनै हैन एकदम इजी क्वेसनहरु है त h वटा भनेपछि 1 2 3 4 5 6 7 8 वटा क्वेसन गरेँ मैले हैन 8 वटा क्वेसन सबै एकदम सजिला थिए सिम्पल रुलवाला क्वेसनहरु हो नि त भन्दै भने हैन यस्तो कस्तो लाग्यो तपाईहरुलाई भिडियो है राम्रो लागिरहेछ भने साथीलाई शेयर गर्न कमेन्ट गर्न नभुल्नु होला है त र यो सिम्पल क्वेसनको एज अ बेसिक कन्सेप्टहरु यति नै थियो भन्न चाहे र अर्को अलि यो भन्दा थोरै मिडियम लेभलको क्वेसन हामी गर्नेछौँ त्यसपछि हार्ड लेभलको क्वेसन हामी अर्को नेक्स्ट भिडियोमा फेरि गर्दै जानेछौँ भन्दै आजको भिडियोबाट बिदा हुन चाहे थ्यांक यू सो मच फर वाचिङ माई भिडियोज